फर्स्टमा चाहिँ सर्जरी कहाँ गरेको मैले चाहिँ डाक्टर नयन महतसँग गरेको हो। उहाँ चाहिँ राइनोप्लास्टी सर्जन हो। म डिटेल्सहरू चाहिँ गुगलमा हजुरले न्यू फेस एस्थेटिक्स नेपाल भनेर सर्च गर्नुभयो भने उहाँको डिटेल्स त्यहाँ पनि भेट्न सक्नुहुन्छ। मेरो चाहिँ खासमा बाहिरको सेप मिलाएको हो। उहाँले भित्र पनि हड्डी बाङ्गो हुनेहरू, सास फेर्न गाह्रो हुनेहरूको पनि सर्जरी गर्नुहुन्छ। मेरो गर्नको लागि चाहिँ 2 लाख अराउन्ड कस्ट लागेको थियो हैन। 10 to 12 आवर्स अब्जर्भेसनमा राखेर तपाईलाई जान पनि दिन सक्नुहुन्छ। अब एज आफै नर्स भएको कारणले गर्दा पनि आफ्नो पेन म्यानेजमेन्ट आफै गर्न सक्ने भएको कारणले नो आई डिड नट एक्सपिरियन्स एनी सर्ट अफ डिफिकल्टिज ड्युरिङ माई रिकभरी टाइम। सर्जरी गरेको मेरो नाकको शेपले गर्दाखेरि हो। मलाई मेरो नाकको शेप मन पर्दैन थियो। सो अहिले इट्स रियली नाइस, इट्स रियली पर्फेक्ट, जस्ट द वे हाउ आई वान्टेड इट टु बी। डाक्टरको डिटेल्स म क्याप्सनमा पनि छोडिदिन्छु। डाक्टर नयन महत एकदमै राम्रो हुनुहुन्छ। हजुरहरूलाई मजाले एक्सप्लेन गरिदिनुहुन्छ प्रोसिजर्सदेखि एभ्रिथिङ। सो व्हाट्सएपमा हजुरले फोटो पठाउनु भयो भने पनि तपाईँलाई के प्रोसिजर चाहिन्छ हुन्छ नि, तपाईँको एक्सपेक्टेसन्स के हो, उहाँले कम्प्लिटली एक्सप्लेन गरिदिनुहुन्छ कि तपाईँको डिजायर्ड नोज सेप हुन्छ कि हुँदैन भनेर ट्रुथफुल भएर। साइड इफेक्ट भनेको मैले केही पनि साइड इफेक्ट एक्सपिरियन्स गरेको छैन। यो कुरा स्कार्सको मैले यो लाइट नै बालेर बसेको छु हैन। मेरो स्कार्स चाहिँ काहीँ पनि भिजिबल छैन। मेरो चाहिँ 3टा ठाउँमा काटेको, एउटा, दुईटा, 3टा ठाउँमा देख्न सक्नुहुन्छ। मैले लाइट क्लोज गरिदिन्छु। मेरो चाहिँ काहीँ पनि स्कार्स छैन। मेरो कम्प्लिटली नै स्कार्स हिल भइसकेको छ। मेरो बिहे भन्दा 25 दिन जति अगाडि सर्जरी गरेको थिएँ। सो मेरो सर्जरीको 10 दिनमा चाहिँ मेरो प्री वेडिङ फोटोसुट थियो। मैले कम्प्लिटली मेकअप गरेर 7 दिनमा मेरो यो नाकको प्लास्टर निकालेर, सानो कास्ट हुन्छ त्यो कास्ट निकालेर त्यसको 4-5 दिनमा मेरो प्री वेडिङ फोटोसुट थियो। प्री वेडिङ फोटोसुटमा मजाले फुल मेकअप गरेर मैले फोटोसुट गरेको हो। केही पनि गाह्रो भएको थिएन। त्यो बेलासम्म पेन पनि गइसकेको थियो। स्कार्स चाहिँ अलि भिजिबल थियो, ब्लू लाइन जस्तो थियो यो बिचको स्कार्स। तपाईँले रेगुलर मसाजहरू गर्नुपर्ने एभ्री डिटेल्सहरू डक्टरले तपाईँलाई भनिदिनुहुन्छ। अस्ट्रेलिया नै हुँदाखेरि उहाँले 7-8 महिना अगाडि नै मैले बुझ्दा पनि हि एक्सप्लेन मी भेरी नाइसली कि मेरो ओभर प्रोजेक्टेड नोज छ, मेरो यस्तो गर्नुपर्छ, कस्ट यति लाग्छ। उहाँले म बाहिरै हुँदाखेरि पनि भन्नुभएको थियो। अनि यति टाइम अगाडि कन्सल्टेसनको लागि आउनु, अनि यति टाइम पछाडि डेट हुन्छ, एभाइलिटी अनुसार भनिदिनु भएको थियो।